नमस्कार, तपाईहरुलाई स्वागत छ हाम्रो बागमती बंगुर फार्ममा। सर्वप्रथम त आज भिडियोको सुरुवात नै म तपाईहरुलाई धेरै धन्यवाद दिन चाहन्छु। हामी एउटा फ्यामिली एज अ फ्यामिली पनि हाम्रो सब्स्क्राइबरहरु नयाँ जोडिदै हुनुहुन्छ, धेरै जना जोडिदै हुनुहुन्छ र जोडिने क्रम जारी नै पनि छ। र यसरी गर्दाखेरि हामीले थोरै समयमा अथवा छोटो समयमा पनि धेरै माया पाएको छ। जुन तरिकाको तपाईहरुले माया देखाइदिनु भइरहेको छ त्यसको लागि तपाईहरुलाई धेरै धन्यवाद। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनु होला। हामीले तपाईहरुलाई निरन्तर बंगुर सम्बन्धी र बजारीकरण कसरी गर्ने, बंगुरको समस्याहरू सम्बन्धी हामीले भिडियो बनाउँदै आएको थियौं र आगामी दिनहरुमा पनि हामी यस्तै जानकारीमूलक भिडियोहरू बनाउने नै छौं। र हामीले यो धेरै समयपछि हामीले धेरै समय भनौं न हामीले भिडियो बनाउन छोडेको लगभग 15-20 दिनै भयो भिडियो बनाउन छोडेको। र कति धेरै साथीहरूले WhatsApp मा मेसेज गर्नुभएको थियो, कतिले त डाइरेक्ट कल नै गर्नुभएको थियो, किन भिडियो आउनै छोड्यो, के भयो कसो भयो, किन हाल्नु छोड्नु भएको भनेर धेरैले कल गर्नुभएको थियो। र यसको लागि पनि तपाईहरुलाई धेरै धन्यवाद। हामीले भिडियो चाहिँ जस हामी अलिकति थोरै कार्यव्यस्तताको मतलब हाम्रो न्यू प्रोजेक्टहरु पनि स्टार्ट हुँदैछ। जस्तै हामीले प्याटर्निङको लागि पनि हाम्रो स्टार्ट गर्दै छौं र जस्तै हामीले तपाईहरुले यसमा पनि तपाईहरुलाई म छोटै त्यो भिडियो फोटो क्लिप्सहरु लगाइदिन्छु। हामीले नयाँ जस बंगुरको मासु पसलहरु नयाँ आउटलेट्सहरु हाम्रो बागमती पोर्क इन्डस्ट्री पहिलादेखि नै स्टार्ट नै थियो। बागमती पोर्क इन्डस्ट्रीबाट हामीले नयाँ आउटलेटहरु एड गर्दै भएकोले चाहिँ म जस काठमाडौँतिरै धेरै समय बस्नु परेको भएर चाहिँ हामीले भिडियो जस ल्याउन अलिकति असमर्थ रह्यौं। हामीले चाहिँ जस मासु पसलको लागि चाहिँ नयाँ सेमी अटोमेटिक मसिन्सहरु अथवा बोन स मेसिनहरु योहरु हामीलाई चाँजो मिलाउँथ्यो नयाँ आउटलेट्सको लागि। त्यही भएर यो सेमी अटोमेटिक मसिन्सहरु चाहिँ हामीले अब अलि पाइरहेको थिएन। त्यही भएर पनि धेरै ठाउँ चाहिँ जानुपर्ने भएकोले चाहिँ धेरै समय काठमाडौँमै रुम लिनु पर्यो। त्यही भएर चाहिँ हामीले भिडियो नआएको। एउटा हामीले चाह्यो भने चाहिँ हामीले चाहिँ गर्न सक्छौं, आफैले पनि गर्न सक्छौं भन्ने उदाहरण पनि सेट गर्नको लागि पनि हामीले लागि परेको छौं। जुन तरिकाले हामीले गर्दै छौं त्यो तरिकाले तपाईहरुले पनि अपनाउनु भयो भने त्यो तरिकाले तपाईहरुले पनि गर्न सक्नुहुन्छ। हामीले मात्र गर्ने हैन, तपाईहरुले पनि गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामीले गरिरहेको छौं। जस्तै हामीले टाइम नभ्याएर पनि हाम्रो अलि टाइमको फिजिबल टाइम नमिलेर पनि हामीले आउटलेटहरु खोलिरहेका छौं। तपाईहरुले पनि त्यस्तै आफ्नो गाउँठाउँ लोकल मार्केटलाई क्याप्चर गर्नुहोस् अथवा ठुलो मार्केटलाई क्याप्चर गर्नुहोस्। तपाईहरुले पनि गर्न सकिन्छ, सबैले हामीले तपाईहरुले पनि गर्न सक्नुहुन्छ भन्ने तरिकाले एउटा उदाहरण पनि सेट होस् भन्ने तरिकाले हामी काम गर्दै छौं। हाम्रो आउटलेटहरु थपिदै छ। लगभग यो वर्षमा हाम्रो आउटलेट थप्ने 3-4 वटा फेरि एडिसनल आउटलेट थप्ने हाम्रो योजना छ। त्यही अनुरूप हामी काम गर्दै छौं। त्यसैले पनि हामीले नभ्याएको हाम्रो यो आजको भिडियोको मुख्य विषय भनेको चाहिँ हामीले जति पनि सुन्छौं बच्चाहरु जाडो महिनामा हुर्किदैन अथवा कसैले भन्छ गरम महिनामा हुर्किदैन, यो के हो भन्ने कुरामा हामी तपाईहरुलाई क्लियर गर्न चाहन्छौं। जुनै इन्भाइरोमेन्टमा पनि जुनै सिजनमा पनि बच्चा मज्जाले हुर्किन्छ। यो बारेमा कसरी हुर्किन्छ, के गरी हुर्किन्छ भन्ने कुराहरु गर्छौं। र बच्चालाई मेन त धेरै डायरियाहरु लाग्छ। बच्चा डायरिया लागेको भएर बच्चाको ग्रोथ त्यति राम्रो देखिदैन। त्यही भएर पनि बच्चाहरु त्यति राम्रो नफस्टाको जस्तो देखिन्छ। मेन त डायरिया हो सबैभन्दा ठूलो समस्या। डायरिया लागेन भने अथवा बंगुरको बच्चाहरुलाई डायरिया लागेन भने तपाईले मिनिमम पनि भनौं न लगभग 28 देखि 32 दिनसम्म मज्जाले छुट्याउन सक्नुहुन्छ। त्यति दिनसम्म तपाईको बंगुरको वेट भनेको यदि तपाईले टेम्परेचर मेन्टेन गर्न सक्नुभयो भने अथवा त्यही तरिकाले गर्न सक्नुभयो भने तपाईको बंगुरको बच्चाको मिनिमम पनि वेट 7.5 किलो देखि माथिको तपाईले त्यति 28 देखि 32 दिनमा छुटाउन सक्नुहुन्छ, जुन हामीले पनि गरिरहेको छौं। र आजको पहिलो कुरा गरौँ। आजको भिडियोको मुख्य विषय नै हामीले कतिले सुन्छौं जाडो महिना हुर्किन्छ गरम महिना हुर्किदैन भन्ने कुरा। मेन कुरा चाहिँ हामीले चाहिँ एउटा कुरा चाहिँ के विचार गर्नु पर्यो, सबैभन्दा मुख्य कुरा चाहिँ त्यही हो। यसमा हुर्किन्छ उसमा हुर्किन्छ भन्दा पनि गरम महिनामा हुर्किन्छ जाडो महिनामा हुर्किन्छ भन्दा नि सुरुमा त हामीले बंगुरलाई चाहिने अप्टिमल टेम्परेचर कति हो अथवा अधिकतम तापक्रम कति हो भन्ने कुरा हामीले त्यो विचार गर्नुपर्छ। जस्तै माउको लागि सबैभन्दा उपयुक्त वातावरण अथवा उपयुक्त टेम्परेचर भनेको चाहिँ तपाईको हाम्रो बंगुरको वयस्क बंगुर अथवा माउ बंगुरहरुको चाहिँ हामीले 18 देखि 22 डिग्री सेल्सियस एउटा बीचको ग्याप राख्दैछु। 4 डिग्री सेल्सियसको बीचको ग्याप राख्दैछु। 4 देखि 6 डिग्री सेल्सियसको ग्याप राख्दिएको छु। 18 देखि 22 डिग्री सेल्सियस अथवा 23 डिग्री सेल्सियससम्म भयो भने
माउ बङ्गुरको लागि एकदमै राम्रो टेम्परेचर हो। यदि त्यो टेम्परेचर मेन्टेन गर्नु सक्नुभयो भने तपाईँले जुनसुकै समयमा पनि इक्वल क्वालिटीको बच्चा अथवा इक्वल प्रोडक्सन तपाईँको प्रोडक्टिभिटी त्यही अनुसार बढ्ने हो, उत्पादन त्यही अनुसार हुन्छ तपाईँको। मैले भनिहालेँ 22 देखि 18 देखि 22 डिग्री सेल्सियस त्यो बिचको 4 डिग्री सेल्सियससम्म त्यो मेन्टेन गर्नु सक्नुभयो भने 18 देखि 22 डिग्री सेल्सियस हामीले टेम्परेचर मेन्टेन गर्नु सक्नुभयो भने तपाईँको बङ्गुरको क्वालिटी अथवा तपाईँले जुनसुकै ठाउँमा पनि जस्तोसुकै ठाउँमा पनि तपाईँले मजाले हुर्काउन सक्नुहुन्छ। त्यसमा कुनै पनि डाउट नै छैन। हामीले जति पनि समस्या देख्छौँ नि, जति पनि प्रब्लमहरू देख्छौँ नि बङ्गुर फार्ममा, जस्तै चारै नखाने बङ्गुरले गर्मी महिनामा स्पेसली बङ्गुर महिनामा जाडो महिनामा राम्रो बच्चा हुर्किरहेको हुन्छ, गर्मी महिनामा हुर्किँदैन। किनभने गर्मी महिनामा चारा खाँदैन। कति धेरै फोनहरू आइरहन्छ मेरोले लगभग 8-9 दिन भयो चारै खाँदैन भन्नुहुन्छ नि। यो सबै टेम्परेचरको कारणले हो। यदि हामीले यो टेम्परेचर मेन्टेन गर्नु सक्यो भने अथवा हामीले त्यो अनुसारको इन्भाइरोमेन्ट मेन्टेन गर्नु सक्यो भने, टेम्परेचर मेन्टेन गर्नु सक्यो भने वयस्क बङ्गुरको लागि, माउ बङ्गुरको लागि एकदमै राम्रो उपयुक्त वातावरण हो। त्यसमा बङ्गुरले मजाले चारो खान्छ, मजाले चारो खायो भने मजाले दुध उत्पादन हुन्छ। एउटा कुरा चाहिँ के याद गर्नु पर्यो भन्दाखेरि चाहिँ जब बङ्गुरले राम्रोसँग चारो खान्छ तब मात्र दुध उत्पादन राम्रो आउने हो। जब दुध उत्पादन राम्रो आउँछ तब मात्र तपाईँको बच्चाहरू फस्टाउने हो। तपाईँले 24-25 दिनसम्म, हामी 24-25 दिन अथवा 28 दिनभित्रमा तपाईँ 7.5 किलो 8 किलोको एभरेज निकाल्न सक्नुहुन्छ। यो कुरालाई चाहिँ हामीले एकदमै ख्याल राख्नु पर्यो। अब अर्को कुरा चाहिँ अब माउको पाटो पाटोको कुरा गरिहालेँ। माउको पाटो छोडेर बच्चाको कुरामा, बच्चालाई साल्सा अथवा मतलब डाइरिया लाग्छ। डाइरिया लाग्नुको मुख्य कारण भनेको चाहिँ त्यसको लागि पनि हाम्रो टेम्परेचरको पनि हाम्रो एकदमै ठुलो भूमिका हुन्छ। जस्तै मानौँ न जाडो महिनामा बढी डाइरिया लागेको देखिन्छ, गर्मी महिनामा पनि आउँछु म। जाडो महिनामा बढी डाइरिया लागेको देखिन्छ किनभने बच्चालाई चाहिने टेम्परेचर भनेको तपाईँको लगभग 30 देखि 32 डिग्री सेल्सियस अथवा 33 डिग्री सेल्सियस 33 डिग्री सेल्सियस मेन्टेन गर्नुपर्ने, जुन हामीले मेन्टेनै गर्नु सक्दैनौँ। यो कुराहरूले गर्दा पनि डाइरिया लाग्ने हो। जस्तै अब 30 भन्दा तल अथवा 25, 26, 22, 23 अथवा त्योभन्दा तल भयो भने बच्चालाई डाइरिया लाग्छ। त्यो तपाईँहरूले पनि फेस गर्नै भएको हो। हामीले जाडो महिनामा चाहिँ बल्ब राख्ने र गर्मी महिनामा चाहिँ हामीले पोल्ट्रीतिर देख्छौँ सटर फ्यानहरू, ठुल्ठुलो सटर फ्यानहरू, त्यो राखिदिँदा पनि तपाईँको केही हदसम्म हाम्रो धेरै समस्याको समाधान हुन्छ। किनभने त्यो राख्दाखेरि टेम्परेचर गर्मी महिनामा टेम्परेचर कुल डाउन हुने हो, जसले गर्दाखेरि चाहिँ माउलाई फाइदा भयो। माउलाई फाइदा भयो भने माउले राम्रो चारा खाइदियो भने एउटै लेभलको दुध उत्पादन गर्ने, त्यो दुध उत्पादन गर्ने चाहिँ मैले पहिलाको भिडियो पनि बनाएको छु। दुध उत्पादन कसरी बढाउने, कसरी गर्ने भन्ने कुराहरू चाहिँ हाम्रै हातमा डिपेन्ड हुने हो। दानाले दुध उत्पादन बढ्ने हो, त्यसमा पनि हाम्रो हुन्छ। अब गर्मी महिनामा अर्को एउटा ठुलो समस्या भनेको चाहिँ बच्चा छेर्नु कारण भनेको चाहिँ गर्मी महिनामा अब जस्तो हाम्रो तराईको तपाईँलाई उदाहरण दिएर कुरा गरौँ। तराईमा लगभग 42 डिग्री सेल्सियस 43 डिग्री सेल्सियस हुन्छ, जबकि बच्चालाई चाहिने टेम्परेचर भनेको हाम्रो 30 देखि 32-33 डिग्री सेल्सियससम्म हो। अनि त्यो हुँदाखेरि चाहिँ बच्चा त्यो अब 42 डिग्री सेल्सियस हुँदाखेरि के हुन्छ, बच्चालाई गर्मी हुन्छ। बच्चालाई गर्मी हुँदाखेरि चाहिँ ऊ पानी खोज्नेदेखि लिएर पिसाबमा सुत्दिने यताउता गरेर त्यसले गरेर पनि हाम्रो के हुन्छ, डाइरिया लाग्छ। मेन अर्को कारण भनेको चाहिँ हामीले एउटा कुरा जहिले पनि याद गर्नुपर्छ, भाइरसको अथवा ब्याक्टेरियाको एकदमै हाइपर एक्टिभ हुने समय भनेको चाहिँ 8 डिग्री सेल्सियसदेखि 58 डिग्री सेल्सियस हो। त्यतिखेर चाहिँ बङ्गुर ब्याक्टेरियाहरू, कुनै पनि ब्याक्टेरियाहरू चाहिँ एकदम हाइपर एक्टिभ हुन्छ। त्यसले गर्दा पनि त्यो ब्याक्टेरिया हाइपर एक्टिभ हुने भएकोले पनि त्यतिखेर चाहिँ के हुन्छ, हाम्रो बङ्गुरहरूलाई डाइरिया लाग्ने त्यतिखेर पनि हो। र अर्को कारण भनेको अब जस्तै माउले कहिलेकाहीँ धेरै अब जस्तै गर्मी महिनामा धेरै चारा खाँदैन अनि अचानक धेरै चारा खाइदियो भने दुधको उत्पादनको त लेभल मिलेन नि त। अब त्यो लेभल नमिल्दाखेरि पनि हाम्रो यो बच्चाहरू छेर्ने हो। त्यही भएर हामीले सबैभन्दा ठुलो कुरा चाहिँ हामीले हाम्रो फार्मको अथवा हाम्रो बङ्गुरलाई टेम्परेचर मेन्टेन गर्नु सक्नुभयो भने, हामीले सक्यौँ भने हाम्रो जहिले पनि उत्पादन एउटै तरिकाले हुन्छ, बच्चाको क्वालिटी पनि राम्रो निकाल्न सक्छौँ। हामी चाहिँ के ग्यारेन्टी गर्न सक्छौँ, हाम्रो यो एक्सपिरियन्सले भन्दाखेरि चाहिँ हामीले चाहिँ गर्न सक्छौँ। यदि हाम्रो यो टेम्परेचरहरू मेन्टेन गर्नु सक्यौँ भने, हामीले चाहिँ राम्रोसँगले हाम्रो टेम्परेचरलाई मेन्टेन गर्नु सक्यौँ भने चाहिँ हामीले हाम्रो जस्तै यो कोरियामा पनि हामीले
अब जति पनि अरूले भन्नुहुन्छ त्यस्तो धेरै हाई क्वालिटीको बच्चाहरू आउने होइन। उहाँहरूले पनि कति धेरै अहिले त यो जब युट्युब भिडियो बनाउन थाल्यो त्यहाँबाट धेरै साथीहरू जोडिनु भएको छ। त्यसको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। जति पनि हाम्रो कोरियाबाट जोडिनु भएको छ धेरैजना हुनुहुन्छ अहिले। उहाँहरूले के भन्नुहुन्छ भने उहाँहरूले 21 दिन 22 दिन धेरै भयो भने 25 दिनमा छुट्याउनुहुन्छ अरे। तर 25 दिनसम्मको वेट भनेको 7.5 किलो 8 किलो एभरेजमा 8.5 किलोसम्म आउँछ भन्नुहुन्छ। त्यो अनुसार हेर्दाखेरि त उहाँ त अब पुरै क्लोज हाउस टेम्परेचर मेन्टेन गरेको हुन्छ नि त। त्यही अनुसारले उहाँहरूले उत्पादनलाई लगभग 21 दिन अथवा म्याक्सिमम 25 दिनसम्म छुट्याउन सक्नुभएको हो नि त। त्यसको वेट भनेको 8.5 किलो 8 किलो ल्याउन सकेको। तर हामीले पनि त जाडो महिनामा त 8 किलो 9 किलोसम्म पारेको छौँ त। जब टेम्परेचर मेन्टेन हुन्छ माउको लागि एकदम उपयुक्त मतलब तापक्रम मिल्छ त्यतिखेर त हामीले पनि त यहाँ पनि नेपालमा पनि कति तपाईँहरूले पनि याद गर्नुभएको होला जाडो महिनामा मजाले निकालिराख्नु भएको छ। 8.5 किलो 9 किलोसम्म निकालिरहेछौँ जुन हामीले पनि निकालिरहेछौँ। जुन अस्तिको भिडियोमा पनि तपाईँहरूलाई मैले भनिहालेँ कसरी गर्ने के गर्ने भनेर भनिहालेँ। त्यसरी हामीले पनि गर्न सकिरहेछौँ त। उहाँ हाई टेक्नोलोजी युज गरेर पनि त्यति गर्न सक्छ भने हामीले जाडो महिनामा हामीले गरिरहेको छ। मतलब यसले पनि हामीले के बुझ्न सक्छौँ भन्दाखेरि उपयुक्त वातावरण मिल्यो भने उपयुक्त टेम्परेचर मिलाउन सक्यो भने चाहिँ उत्पादन राम्रो हुन्छ। र कोरियामा चाहिँ हाम्रो विशेष गरी के हुन्छ भन्दाखेरि 21 दिनमा बच्चा छुट्याइसकेपछि उहाँहरूले 1 र 2 दानालाई मिक्स गरेर 1000 ग्राम बराबर एन्टिबायोटिक र अब मल्टिभिटामिनहरू पाउडर फर्ममा खुवाउनु हुँदो रहेछ। जस्तै 1000 ग्राम बराबर तपाईँको 1 ग्रामको रेसियोले चाहिँ तपाईँको दाना खुवाउँदाखेरि त्यसरी एन्टिबायोटिक खुवाउँदो रहेछ। त्यही भएर पनि उनीहरूको त्यहाँ मतलब यो कोरियातिर चाहिँ डायरिया धेरै नलाग्ने समस्याको नहुनुको कारण पनि त्यो पनि देखेँ। भर्खर मैले जीवन सरको भिडियो हेरेको थियो लगभग 10-12 दिन अगाडि उहाँले त्यो कुराहरू पनि भन्नुभएको छ। धेरै अगाडिदेखि धेरै साथीहरूले पनि भन्नुभएको कुराहरू हो यो। त्यही भएर हामीले पनि त्यो मेथड हामीले पनि अपनाउन सक्छौँ। हामीले पनि एन्टिबायोटिकहरू यो पाउडर फर्ममा पाइहालिन्छ। हामीले पनि त्यसरी एक्सपेरिमेन्ट गर्न सक्छौँ। गर्न नसकिने त केही पनि होइन। हामीले जस हाम्रो इच्छा चाहिँ हुनु पऱ्यो हामीले गर्न सक्छौँ। त्यो कुनै ठुलो कुरा छैन। अब जस्तै उहाँ चाहिँ माउबाट छुट्याइसकेपछि दुधको त्यो तलतल हुन्छ भनेर बच्चाहरूलाई 7 दिनसम्म मिल्क पाउडरमा त्यो मिल्क बनाएर खुवाउँछ भनौँ न। पाउडर मिल्कमा त्यो पानी मिसाएर एउटा मिल्क बनाउँछ। दुध बनाएर उहाँहरूले खुवाउनुहुन्छ त्यो तलतल नजाओस् भनेर। त्यति धेरै काम गर्छ र पो त्यहाँ कोरियामा त्यति धेरैको क्वालिटीको बङ्गुरहरू उत्पादन भइरहेछ। तर त्यो कुरा त हामीले पनि गर्न सक्यो भने त्यति त हामीले पनि गर्न सक्छौँ। अथवा त्यति हामीले गऱ्यो भने हाम्रो पनि त राम्रो क्वालिटी निस्किन्छ भन्ने कुराहरू हो। अब जस्तै हामीले मेन त हाम्रो वातावरण हो टेम्परेचर मेन्टेन गर्न सक्नुभयो भने तपाईँहरू कति अब धेरैजना हुनुहुन्छ धेरै ठुल्ठुलो लगानी लाएर गर्न चाहँदै हुनुहुन्छ। मैले हिजो अस्ति भर्खर पनि काठमाडौँमा भेटेँ। हाम्रो सर हुनुहुन्छ कन्स्ट्रक्सन कम्पनीको सर हुनुहुन्छ उहाँ आदरणीय सर हुनुहुन्छ। भेट्ने मौका पनि पाएँ उहाँहरूलाई। उहाँहरू पनि जस इन्ट्रेस्टेड हुनुहुन्छ गर्न हुनुभएको छ। हाम्रो मनोज राई सर यता सिराको हुनुहुन्छ काठमाडौँमा बस्नुहुन्छ। काठमाडौँमै उहाँ पेसाले सिभिल इन्जिनियर हो। उहाँहरू जस्तो हाइली एजुकेटेड मान्छेहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ भन्नु खोजेको त यो एउटा के पोजिटिभ सिम्टम्स हो भने यो मार्केट बुम हुनु खोजेको छ भन्ने कुरा हो क्या। जहिले हामीले त्यो ट्रेडिसनल मेथड अथवा परापूर्वकालदेखि हाम्रो बाबुबाजेले जस्तो तरिकाले पाल्दै गऱ्यो त्यही तरिकाले हामीले गर्ने होइन। हामीले चेन्ज ल्याउनु पर्छ। जुन चेन्ज ल्याएको कारणले अहिले ठुल्ठुलो इन्भेस्टरहरू जति मतलब पढे लेखेको एजुकेटेड पिपुलहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ। यो चाहिँ हाम्रो लागि पोजिटिभ पोइन्ट हो। यसले गरेर हाम्रो बजार भोलि बुम हुन्छ मतलब बजार माथि आउँछ र भोलि हाम्रो इम्पोर्ट एक्सपोर्टको कुराहरूले पनि हामीलाई साथ दिन्छ। यो धेरै इन्भेस्टमेन्ट भयो भने अहिले त त्यति ठुलो इन्भेस्टमेन्ट छैन। त्यही भएर हामीलाई यो इम्पोर्ट एक्सपोर्टको कुराहरू चाहिँ हामीलाई त्यति धेरै भएको छैन। भोलि उहाँहरू जस्तो हाइली एजुकेटेड पिपुलहरू जो चाहिँ इन्भेस्ट गर्न सक्नुहुन्छ उहाँहरू जस्तो मान्छेहरू यो फार्मतिर बङ्गुर फार्ममा आउनुभयो भने त अभियसली हाम्रो बङ्गुरको बजार त एकदम बुम हुने बेलामा छ। त्यही भएर हामी पोजिटिभ हुनुपर्छ। आफ्नो जे काम गरिराख्नु भएको छ त्यो कामलाई माया गर्न सक्नुपर्छ। हामीले अन्त्यमा हामीले गर्ने भनेको दुःखै हो। दुःखले तपाईँलाई